पाथिभरा मन्दिर जाँदै हुनुहुन्छ भने चाहिँ यो सामानहरू चाहिँ जसरी पनि बोक्नु होला। तपाईहरुको यात्रा चाहिँ एकदमै सहज हुन्छ है त। फर्स्टमा भनेको रेनकोट है। रेनकोट चाहिँ त्यहाँको वेदर एकदमै चेन्जेबल भएको भएर कति बेला पानी पर्छ, कति बेला हिउँ पर्छ, कति बेला घाम लाग्छ थाहा नै हुँदैन क्या। त्यही भएर बोकिराख्नु भयो भने चाहिँ पक्कै पनि काम लाग्नेछ। र अर्को भनेको वाटर बोतल है। त्यसमा पनि अझ तातो पानी हाल्न मिल्ने त्यो थर्मस टाइपको हुन्छ नि, त्यो बोक्नु भयो भने चाहिँ सजिलो हुन्छ। अब त्यहाँको वेदर चाहिँ अलमोस्ट चिसै हुन्छ क्या। त्यही भएर त्यो एकदमै चिसो पानी खान चाहिँ गाह्रो हुन्छ हैन। किन्नको लागि पनि फेरि तातो पानीहरू चाहिँ हत्तपत्त पाइँदैन के भनेको बित्तिकै। त्यही भएर आफैले बोक्नु भयो भने चाहिँ एकदमै सजिलो हुन्छ। अर्को भनेको चाहिँ मकैको सातु है। मकै भुटेर बनाएको त्यो धुलोलाई चाहिँ सातु भन्छ है। त्यो चाहिँ अब तपाईहरुलाई लेक लाग्न सक्छ। जति माथि गयो त्यति चिसो, जति धेरै हिँड्यो त्यति थकाइहरू लाग्ने, हातखुट्टा गल्ने हुन्छ नि त। त्यसको लागि चाहिँ सातुहरू दलेर हिँड्यो भने चाहिँ एकदमै राम्रो रिलिफ हुन्छ भनेर चाहिँ सबैले सातुहरू प्राय बोक्नु भएको हुन्छ। अनि मकै भुटेको, भटमास भुटेको अनि ड्राई नट्सहरू पनि बोक्नु होला। खाँदै जान मिल्छ है मज्जाले। र तातो तातो लुगाहरू जस्तै ज्याकेट, टोपी, मफलर, पन्जा, मास्कहरू सबै बोक्नु होला। तपाई जतिसुकै गर्मी ठाउँबाट गएको भए पनि त्यहाँ चाहिँ सधैँ जाडै हुन्छ, चिसै हुन्छ क्या। त्यही भएर यो कपडाहरू चाहिँ तपाईहरुलाई एकदमै काम आउँछ। र सुजहरू चुज गर्दा